नेपाल राष्ट्रिय ज्ञानमाला समिति निगुक्कगु स्थापना दिवसीय ज्याजो जुगुदो स्थापना दिवसीय ज्याजो किपु अमल सिदुगु नगर मण्डप श्री कृति बिहारे शनिबार जुगुख गण महाविहारिया स्वरत स्थवीर भन्तेया मु पहासुई जुगु ज्याजोले नेपाल राष्ट्रिय ज्ञानमाला समिति अध्यक्ष रमना श्रेष्ठ समितिया गतिविधिबारे जानकारी दिएगुख शील समाधि प्रज्ञाका शिक्षाहरू आर्य अष्टाङ्गिक मार्गका शिक्षाहरू जति पनि प्रचार प्रसार भए र समाजमा जनसञ्चेतना ल्याउन प्रचार प्रसार भएका यो उपदेशहरूले एउटा सकारात्मक प्रभाव पार्यो र सोही सकारात्मक प्रभावको कारणले देशभरि नै जिल्लामा र कालिम्पोङमा समेत चाहिँ ज्ञानमाला भजन खला स्थापना भयो। राणा शासनकालमा 4 जना मानिस एकै ठाउँ लिएर गाउने समातेर लाने अवस्थामा आर्थिक समृद्धि नारी उत्पीडनबाट मुक्ति जस्ता भजनहरू अरूको भरमा नगरौँ आफै उद्योगशील बनेर धन आर्जन गरौँ भन्ने जस्ता बृहत्तर शिक्षा सङ्ग्रह भएका ज्ञानमाला भजनहरूले समाजमा निकै राम्रो सकारात्मक प्रभाव पारेको थियो। ज्याजोले राष्ट्रिय ज्ञानमाला समितिया केन्द्रीय प्रतिवेदन आर्थिक प्रतिवेदन प्रगति प्रतिवेदन नेपगुख स्थापना दिवसीय ज्याजोया व्यवस्थापन यात कीर्तिपुर चन्द्रागिरी क्षेत्रीय उपसमिति व नगर मण्डप श्री कृति बिहार गुहाली यागुख अथे ज्याजोले ज्ञानमाला भजन प्रस्तुति चुगुख